पाल्पाको तानसेनबाट शनिबार नेशनल रिपब्लिक नेपाल पार्टी घोषणा भएको छ। अध्यक्ष डाक्टर थमन बहादुर बुढा मगरले नेशनल रिपब्लिक नेपाल पार्टीको घोषणा गर्नुभएको हो। यो पार्टी निर्वाचन आयोगमा 2080 फागुन 10 गते वैधानिक रूपमा दर्ता भएको छ। डाक्टर बुढा मगरले नेपालमा स्थापित र विकास भएका ठूला तथा साना र पुराना तथा नयाँ पार्टीहरू विविध कारणले दिनानुदिन असफल हुँदै गइरहेको आरोप लगाउनुभयो। उहाँले मूलवासीको अधिकार र अस्तित्वका लागि सम्पूर्ण मूलवासीहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो। अहिलेको अन्य पार्टीहरूले परिवर्तनको स्पष्ट दर्शन, सिद्धान्त, विचार, नीति र कार्यक्रम नलिएकोले नै नेशनल रिपब्लिक नेपालको स्थापना गर्नु परेको बताउनुभयो। हेर्दा पनि आर्य 31% हो, खसारे बाँकी 69% यो देशका मूलवासी नै हो। मंगलबार दर्शन तर्फबाट हेर्दा पनि के देखिन्छ, 80% हामी मूलवासी, 20% मात्रै खसारे हो। अर्थात् अब आर्य शासन, आज लोकतन्त्र, बहुसंख्यकको बहुसंख्यक अथवा बहुमत जनताको शासन कहाँ चल्यो? यहाँ यो अर्थले बुझिन्छ कि यहाँ अल्पसंख्यक आर्यको शासन चलिरहेको छ। असली लोकतन्त्र आएको छैन, यसै अर्थमा आएको छैन। बहुसंख्यक मूलवासीहरू सत्तामा नपुगुन्जेलसम्म यहाँ असली लोकतन्त्र आएको मानिँदैन। प्रथम उपाध्यक्ष डाक्टर कल्पना थापा मगरले सम्पूर्ण श्रमजीवी, शोषित, पीडित, नारी, उपेक्षित, उत्पीडित, असहाय बालबालिकाको मानवाधिकार रक्षाका लागि पार्टी गठन भएको बताउनुभयो। द्वितीय उपाध्यक्ष लालबहादुर दर्लामीले मूलवासीहरूको अधिकार, मुक्ति र अस्तित्व प्राप्तिका लागि व्यापक रूपमा लोक समुदायलाई नै एउटै पंक्तिमा गोलबद्ध गराइने बताउनुभयो। नेपालको प्रथम लोकतान्त्रिक नेता डाक्टर गोपाल गुरुङले ल्याएको विचारलाई आत्मसात गर्नुपर्ने बताउँदै मूलवासीलाई लोकतन्त्रको सुरक्षा गर्न सक्ने बताउनुभयो। असली लोकतन्त्र र धर्मनिरपेक्षको लागि वैचारिक लडाईँ लड्नुपर्ने बेला आएको उनीहरूले बताएका छन्। सामन्तवादी, साम्राज्यवादी तथा नोकरशाही पुँजीवादको विरोध एवं सामाजिक संरचनामा आमूल परिवर्तन गर्नमा यो पार्टीले सघाउ पुर्याउने पार्टीका मूल सचिव प्रेम छिरी शेर्पाले बताउनुभयो। यो पार्टीले पूर्ण लोकतान्त्रिक प्रणालीद्वारा शक्तिको माध्यमबाट समानता, स्वतन्त्रता, भातृत्व र न्यायपूर्ण समाज स्थापनामा सहयोग पुर्याउने उहाँले बताउनुभयो। लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही दिगो विकास, शान्ति, सुशासन र समृद्धि सहितको समुन्नत नयाँ नेपाल निर्माण गर्ने लक्ष्य नेशनल रिपब्लिक नेपालले तय गरेको केन्द्रीय प्रवक्ता विष्णुमान विश्वकर्माले बताउनुभयो। कार्यक्रममा केन्द्रीय सचिव नरबहादुर गुरुङ, केन्द्रीय सदस्यहरू गंगा खपाङ्गी, तामाङ, खेम श्रेष्ठ, बिकेन लिम्बू, प्रीतम थारू, हरिपुन लगायतको मूलवासी र नेशनल रिपब्लिक नेपाल पार्टीका विषयमा प्रश्न पार्नु भएको थियो। मुलुकका विभिन्न प्रदेश तथा जिल्लाबाट जुटेका मूलवासीहरूले तानसेनमा बृहत र्याली समेत प्रदर्शन गरेका थिए। नेशनल रिपब्लिक नेपालको आयोजनामा भएको कार्यक्रममा चर्को घामका बीच जनप्रदर्शन समेत गरिएको छ। तानसेन टोलीखेलबाट सुरु भएको प्रदर्शन तानसेनका विभिन्न टोलमा नारा, ब्यानर, प्लेकार्ड सहित पुगेका थिए। हात हातमा प्लेकार्ड र विभिन्न नारा लगाउँदै नगर परिक्रमा गरेका उनीहरूले मूलवासीहरूलाई शासक वर्गले अधिकारबाट वञ्चित गराएको आरोप लगाएका थिए। लुम्बिनी प्रान्तीय कमिटिका संयोजक लक्ष्मण गाहाले मूलवासीहरूले अझै पनि कुरा बुझ्न नसक्दा सरकारले विभिन्न ललिपप बाँड्ने गरेको आरोप लगाउनु भएको छ।